यदि श्रीमान शुभम यस च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने भिडियो फुल वाच गरेर सब्स्क्राइब गर्नुहोला। यो यहाँ दुईजना सानो बाबु नानीहरूको फुटबल खेलेको भिडियो बनाएको छ। उनीहरूको सम्मान स्वरूप उनीहरूलाई अगाडि बढ्नका लागि हौसला स्वरूप हजुरहरूले यस भिडियोमा आफ्नो प्रतिक्रियाहरू जनाउनुहोला। कमेन्टमा गएर कमेन्ट गर्नुहोला। अनि केही अरू थप आवश्यक केही कुराहरू छन्, तपाईहरू उहाँहरूबाट अरू केही चाहनुहुन्छ भने पनि तपाईहरूले यहाँ प्रतिक्रिया दिन सक्नुहुन्छ। नानी बाबुहरू कति मेहनत गरेर लडी ठुलो चोट लाग्दा पनि कुनै वास्ता नगरिकन बल खेलिरहेका छन्। तपाईहरू देखिराख्नु भएको छ। उनीहरूको हौसला स्वरूप यहाँहरूले भिडियोलाई सेयर पनि गर्न सक्नुहुनेछ। हेर्नुहोस् त, बल गयो, लड्यो। हेर्नुहोस् त, फेरि बाबु लड्यो। नानीले बाबुलाई माया गरिरहेका छन्। ला आऊ भनेर पुछिदिए, हातमा चोट लागेको छ तैपनि बिर्सेर फेरि हेर्नु लगातार अगाडि बढिरहेको छ। हामी देख्न सक्छौँ उनीहरूको यो खेलप्रति कस्तो रुचि हुन्छ भन्ने कुरा हामी योबाट पनि देख्न सक्छौँ। त्यसकारणले यहाँहरूले उनीहरूलाई माया गर्नुहुनेछ भन्ने मैले आशा अनि विश्वास लिएको छु। कति निष्पक्ष कस्तो हुन्छ होइन बच्चा बच्चीको माया। त्यो अर्को नानी पनि त सानै छ नि, होइन र? फेरि पनि उसले बाबुलाई सपोर्ट गरिरहेको छ। बल यता जाँदा उता जाँदा होइन, गोल भन्दै अगाडि बढिरहेका छन्। उनीहरूको लक्ष्य धेरै अगाडि पुग्नेछ। अगाडि बढिरहेका छन्। यहाँ अरू केहीमा ध्यान नदिइकन टोटली फुटबलमै ध्यान लिएर गरिरहेका छन्। र यहाँ हुनुहुन्छ पार्वती रिमाल। उहाँले पनि बच्चा बच्चीको यो खेल निकै रमाइलो मान्दै हेरिराख्नु भएको छ। तपाईहरूले पनि बाबु नानीहरूले कसरी खेलिरहेका छन् हेर्नुहोस् त। कस्तो जोस जाँगर छ होइन। यस्तरी खेलिरहेका छन्, अगाडि बढिरहेका छन्। उहाँहरूको सम्मान स्वरूप, उहाँहरूको हौसला स्वरूप यहाँहरूले पनि कमेन्टमा गएर आफ्नो प्रतिक्रिया जनाउनुहोला। यदि च्यानलमा अझै पनि तपाईँ नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला। अनि आफ्ना नानी बाबुहरूलाई पनि यसरी नै खेलेर समयको सदुपयोग गराउनका लागि यो भिडियो देखाएर ल हेर बाबुहरू यसरी खेल्नुपर्छ, यस्तो गर्नुपर्छ भनेर देखाउँदै सेयर पनि गर्नुहोला भन्दै पुनः यहाँहरूलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। हस्त नमस्ते, थ्याङ्क यू।